केटा आज चाहिँ हाम्रो दसैँको लास्ट दिन होइन टक्क के अरे 5 पुर्णे होइन आज लास्ट दसैँलाई बिदाई गर्दै हो ल चाहिँ चल्दैछ होइन हाम्रो चौधरी सर गाउँले दिदी हाम्रो के छ एकदम ठिकठाक ल आज दसैँको लास्ट दिन हाम्रो रमाइलो भइरहेको छ हामी उता चाहिँ हाम्रो बसिरहेका छौँ पकाउँदै हुनुहुन्छ हामी चाहिँ यता खाँदै हो होइन चट्ट सबै रमाइलो भइरहेछ अब लास्ट दसैँ होइन दसैँलाई बिदाई हुँदैछ हाम्रो भन्दै चाहिँ पाएको यो भला त गयो त फेरि आउँ न ल ल हामीलाई चाहिँ देखाउनु भएन सबलाई देखाउने हो होइन खानपिनको यस्तो छ है व्यवस्था चट्ट आज चाहिँ यता छ यो चाहिँ हाम्रो ऊ भयो कुखुराको भयो यता खसीको मासु यता बङ्गुरको मासु त्यहाँ है यो मैले नि यता जुस खाँदैछु होइन यो जुस चाहिँ मेरो हो यता पनि छ खाने केटा हो होइन यता चाहिँ हाम्रो पकाउने भइहाल्नु भयो अनि यता पनि छ हाम्रो दिदीहरू बहिनीहरू बस्नुपर्छ होइन आज चाहिँ दसैँलाई लास्ट दसैँलाई बिदाई गर्न लाग्यो होइन हामीहरू त्यही हो अब दसैँलाई बिदाई हुँदैछ हाम्रो दिदीलाई चाहिँ फुलमाला चाहियो अरे है गाइस दिनु पर्यो यो चाहिँ हाम्रो कुखुराको मासु है गाइस यो अब कुकिङ हुँदैछ होइन म चाहिँ खाने मात्रै हो यसमा पकाउने हो होइन केटा रमाइलो गर लास्ट दसैँ ह्याप्पी दसैँ सबैलाई ह्याप्पी दसैँ है हाम्रो उसबाट रोजी मिसबाट सिक्नु है गाई पकाउने टिप्सहरू के हो कस्तो हो होइन टिप्स भनिदिनुहुन्छ होइन भनिदिनु त पकाउने टिप्स यो चाहिँ मासुलाई यसरी हाल्नुपर्छ है बिस्तारै थोरै यसरी नहाल्नु धेरै यसरी पकाउनु पर्छ होइन बिस्तारै सबले कमेन्ट गर्नु होइन कस्तो कस्तो भयो सबको दसैँ कमेन्ट सेक्सन खाली छ होइन हाम्रो यो चाहिँ दसैँ स्पेसल भिडियो हाम्रो लास्ट दसैँ लगायत सबै स्वस्थ रहनु व्यस्त रहनु सधैँ हाँसी खुसी रहनु यही त हो दसैँमा अरू त के भन्ने त्यतिकै हो अब सायद हामीहरूको यत्रो साथीहरूको भेट पनि लाग्दै हुन्छ होला यो होइन भोलि पर्सिबाट को कता हुन्छ थाहा छैन है अब त्यही मेमोरेबल पनि हुने भयो त्यसरी चट्ट भिडियो बनाइदिए गाउँले दिनु भयो चिउरा मासु खाँदाको फिल कस्तो भइरहेको छ चिउरा मासु खाँदा मलाई एकदम नेपालै जस्तो फिल आइरहेको छ यहाँ होइन म अहिले क्रोसिया आएको लगभग 4 वर्ष भयो हजुर 4 वर्ष मेरो कार्ड साथ अब नबनी भए चाहिँ म 5औँ वर्षमा घर आउने प्लान छु सायद म स्पेन पनि जान सक्छु अनि मसँग मेरो दिदी हुनुहुन्छ यहाँ है जहाँ गए पनि जे गरे नि सेफ जर्नी होइन राम्रोसँग बस्नु होइन के थाहा छैन अब यो भेट लास्ट हुनसक्छ होइन भगवान् भरोसा अब भोलि पर्सि अब यताउता भेट भएछ भने ठिकै छ हाम्रो दिदी र म सँगै छौँ अब के गर्ने दिदी भन्नु त यहीँ बस्ने कि हामी अरू देशमा जाने आफ्नो जता लाइफ बन्छ त्यता जाने ओके दिदीको चाहिँ यो कुरा चाहिँ मलाई सही लाग्यो होइन ल भने गाउँले थम्सअप गाउँलेको त झन् गाउँले नै भइहाल्यो नि ओके गाउँलेलाई त नराम्रो हुने नै राम्रो लाग्छ यार होइन र विजय भाइ विजय भाइ ल विजय भाइ के छ विजयले सबैलाई हान्ने तिम्रो के छ विचार अनि किरण सर
हजुरको के छ त विचार? मेरो केही छैन, सबै ठिकै छ। मेरो लागि सबै ठिकै छ होइन। त्यही हो, स्ट्रगल गर्नुपर्छ, जहाँ गयो भने आफू चाहिँ सक्सेसफुल भइन्छ, त्यही हो। सही हो, यो कुरा नि दामी लाग्यो। यो भनाइ चाहिँ खतरा हो क्या। अनि ल रुपेश भाइको मेरो त भनाइ केही छैन। म भोलिको दिन के हुन्छ भगवान् भरोसा त्यति हो। अरू मेरो भनाइ केही छैन। अनि सम्झीको हाम्रो सम्झीको के छ त? अब जब बनाएर अब बस्ने अब त्यही हो मेरो पारामा। अनि दिदी हजुरको भनाइ? मेरो भनाइ के हुन्छ नि, अब जहाँ पनि स्ट्रगलै गर्ने त। तर यस्तो जता हुन्छ स्ट्रगल स्ट्रगल भन्नु हिजो चाहिँ भन्न चाहिँ जुन देशमा पनि स्ट्रगल गर्नै पर्छ। अब तपाईँहरूलाई जुन बेस्ट हुन्छ, तपाईँहरूलाई जुन मेसेज आइसकेको छ कि लाइफमा मबाट। अगाडि बढाउन सक्छ सबै मर्निङ त्यसमै चाहिँ बस्नु पैसा पर्यो। अब तिमीहरूले त्यहाँ गएर फोन गर्यौ हो कि नै? थ्याङ्क यू। अनि त्यहाँबाट फोन गरेपछि त मिला हुन्छ दिए अनि हाम्रो पुष्पाको चाहिँ के छ त भनाइ? किरण भाइ भन न आफ्नो केही दुईटा शब्द राखिदेऊ न यार, मेरो भ्लगमा म कन्टेन्टै नभएर तनाव भन्छ। पुस्तकमा त जे बोलेले भन्छ क्या। मेरो पनि छ नि, मैले पनि हालिदिएछु नि। हो मैले पनि युट्युबमा छोडिदिनु अब ल हाम्रो दिदीको च्यानलको नाम भन्नु त दिदी, युट्युब च्यानलको नाम? मलाई इन्टरभ्यू दिन आएको कस्तो रहेछ भने अब नेपालबाट। किरण भाइ एकदम सबलाई मर्निङमा बोलाएर त्यो पनि मलाई खुसी लाग्यो। सो भन्नु न कति मिनट जति समथिङ, कति मिनटमा जतिमा पाक्ला? 20 मिनट। ल 20 मिनटमा चाहिँ कुखुराको मासु रेडी हुन्छ होइन। चट्ट कुखुराको मासु खाने हो। अरू त सबै पाकिसक्यो होइन, अब त्यही कुखुरा मात्रै हो। बेसिन चाहिँ यतातिर छ, माइक्रोवेभ यतातिर होइन। हामीले एउटा सिनेकै बेला गएर भेट भइन्छ। मेरो चोक कटेर दाइ जो जहाँ भए पनि होइन भेट हुनु पर्यो क्या। जहाँ भए पनि जे होस् त्यो मतलब भएन। पहिला बसे पहिला ओ ल भाइ तिम्रो भरतपुर कति अरे? ल यहाँनिर चाहिँ हाम्रो रुपेश भाइले चोक खायो। ल भाइ यहाँनिर चाहिँ चोक खायो है, भाइले चोक खायो। हजुर होइन थ्याङ्क यू।